अनि गएर ह्यान्डसेक गर्ने भेट्ने मौका छ भनेर गएर हामी त ढिलो आइपुगेछ है अरू के प्रोग्राम थियो अनि ढिलो आइपुग्यो त्यो दिन पोइन्टमा चाहिँ जाऊ न त्यो पोइन्टमा जान्छु नि त ल सरी अनि त्यहाँ जाँदाखेरि म त छक्क परे यति धेरै मान्छे गएको थियो सरी धेरै मान्छेहरू आइरहेको थियो है अनि म छक्क पर्यो उहाँ त यस्तो एकदम इम्पोर्टेन्ट मान्छे रहेछ भनेर त्यही फिलिङ भयो नि मलाई त्यतिखेर जाँदाखेरि अनि भेट्दाखेरि चाहिँ एकदम यो मान्छे चाहिँ एकदम वान अफ अ काइन्ड भनौँ न एकदम स्पेसल रहेछ युके आयो अनि धेरै ठाउँमा कुरा गर्छ नि बोल्न देऊ न अनि मैले चाहिँ के देखेँ भने उहाँको चाहिँ प्रेजेन्टेसनबाट अनि उहाँको बोलीबाट उहाँ कस्तो रहेछ भने एकदम नरम एकदम हम्बल मान्छे रहेछ होइन उहाँले यति साह्रो दुःख गर्दो रहेछ अनि उहाँले चाहिँ गर्नुहुँदो रहेछ अनि उहाँले चाहिँ मान्छेलाई चाहिँ मुखबाट मात्रै बोली गरेर होइन उहाँले चाहिँ पक्का एक्सनमा चाहिँ देखाउँदो रहेछ म चाहिँ त्यो देख्यो मैले त्यो पनि बुझ्यो होइन उहाँको प्रेजेन्टेसनबाट अनि उहाँको चाहिँ एउटा इन्सपायरिङ होइन उहाँले एउटा एकदम राम्रो तरिकाले हामीलाई पनि सुनाए त्यतिखेर उहाँको भिजन उहाँको ड्रिमहरू नेपाललाई अझै राम्रो बनाउनुको लागि होइन म गर्छु भनेर उहाँको प्लान एकदम राम्रो रहेछ होइन त्यो मलाई एकदम खुसी लाग्यो किनभने कति मान्छे चाहिँ नेपालदेखि एकछिन बोल्नु देऊ न मान्छे चाहिँ नेपालदेखि भागेर जाँदैछ होइन उहाँ त अब बसेर नेपालमा बसेर म देशको लागि गर्छु भनेर उहाँले गरिरहेछ अनि यो एकदम बिग कुरा हो ठुलो कुरा हो होइन उहाँ चाहिँ भित्रदेखि चाहिँ म गर्छु म देखाउँछु भनेर चाहिँ होइन त्यो चाहिँ मलाई खुसी लाग्यो अनि साँच्चै हो उहाँले चाहिँ त्यो पसिना बगाएर होइन पुरा खनेर त्यत्रो दुःख गरिराख्नु भएछ होइन त्यो देखेर पनि म छक्क पर्यो किनभने मान्छे चाहिँ ठुल्ठुलो हुन खोज्छ होइन तर कतिचोटि चाहिँ मैले बुझेको अनुसार मैले देखेको अनुसार होइन मान्छे चाहिँ यो धेरै दिन्छ अनि ढाँट्छ अनि भनेको कुरा पुरा गर्दैन अनि उहाँ चाहिँ पक्का बोलेको कुरा पुरा गर्दो रहेछ उहाँ एउटा अनेस्ट मान्छे हो सत्य कुरा बोलेपछि उहाँले गरिराख्नु भएको छ सबैलाई देखाइराख्नु भएको छ अनि साँच्चै आज चाहिँ यो कुरा गर्दाखेरि पनि मान्छेले यो कुरा होइन सुन्यो भने तपाईँहरूले पनि सोच्नुहोस् होइन यो उहाँ कस्तो हुनुहुन्छ भनेर नि अनि किनभने यस्तो खाले मान्छे मैले सुनेको नि थिएन अनि नेपालमा नि धेरै मान्छेले गाजेमाझे ढाँटेर कुराहरू गरेको हुन्छ होइन तर उहाँ एकदम राम्रो छ सरी भनौँ न अब सोधेपछि बोलिहाल्यो नि अहिलेसम्म चाहिँ मैले अब म अहिले झन्डै 60 वर्षको भएँ होइन 60 वर्षको उमेरसम्म चाहिँ मैले अहिलेसम्म नेपालमा पोलिटिकल्समा मान्छेहरू चाहिँ होइन अहिलेसम्म चाहिँ यस्तो खालको थिएन किनभने मान्छेले भोटिङ पाउनुभन्दा अगाडि किसिम बोल्छ होइन तर वान्स गरिसकेपछि उनीहरूले पाउँदैन गर्दैन त्यो काम होइन तर हर्क साम्पाङ इज त्यसको विपरीत अपोजिट हुनुहुन्छ होइन किनभने उसले बोल्छ उसले गर्छ उसको चाहिँ त्यो हृदयभित्र चाहिँ धेरै टिप्नुपर्छ त्यति कहाँ टिप्नु होइन यो माटोमा छ नि तपाईँले देख्नुभयो नि यो माटो होइन अनि हर्क साम्पाङ ज्यूको उहाँको चिन्ह चाहिँ माटो होइन अनि उहाँ चाहिँ माटोलाई चाहिँ लिएर चाहिँ उहाँ भोट चिन्ह लिएर आउनु हुँदैछ होइन म चाहिँ तर के भयो भने एकछिन कुरा नि उहाँले माटो चलाएर चाहिँ यो माटोबाट मान्छेले खनेर आफ्नै समय दिएर होइन पसिना बगाएर चाहिँ उनीहरूले चाहिँ नेपालमा त्यो धरानमा पार्क बनाएको छ मैले हेर्न पनि पाएको छैन एक दिन चाहिँ म जान्छु त्यहाँ अनि उहाँले पानी पनि ल्याउनु भयो होइन धरानलाई अनि उहाँले कति धेरै कुरा गर्नुभयो होइन एक्ज्याक्टली अनि अचम्म भएन अनि आई थिङ्क अहिले मान्छेहरू छक्क पर्दैछ किनभने अहिलेसम्म कोही पनि यस्तो अगाडि बढेको थिएन अब कम्पिटिसन पनि आयो होइन मान्छे छक्क पर्यो ला अलिक थ्रेट भयो अरूहरूलाई नि तर चाहिँ तपाईँहरूले यो हेर्दैछ भने नि तपाईँले आफै सोच्नुहोस् होइन उहाँले चाहिँ कति दुःख गर्यो देखाएर दुःख गरिरहेछ होइन दिस इज भेरी इम्पोर्टेन्ट नेपाललाई चेन्ज ल्याउने हो भने त्यस्तो खाले मान्छे चाहिन्छ है देशलाई घुमाउनलाई चेन्ज गराउनलाई एकदम इम्पोर्टेन्ट तिमी अब विदेशी भएर पनि यदि भोट दिनु पर्यो भने कसलाई दिन्छौ तिमीले होइन अब कहाँ त्यस्तो सोधेको त होइन साँच्चै हो अब म नेपाली अब हाफ जस्तो त भयो नि आफू चाहिँ नेपाली भयो म चाहिँ इङ्ग्लिस नेपाली बुहारी भएपछि म भन्दैछु नि त म डेफिनेटली हर्क सम्पन्नलाई दिन्छु नि बिकज उहाँले यति देखाउनु भएछ मान्छेले पनि मैले भेटेर फेस टु फेस कुरा पनि गरिसक्नु भएको छ होइन ठ्याक्क एकदम मान्छे अनेस्ट एकदम राम्रो होइन हाम्रो स्कुलमा आयो अनि एजुकेसनको बारेमा पनि हामी कुरा गर्यो अनि यस्तो खुसी लाग्यो मलाई है सो प्लिज तपाईँहरूले यो हेरेर नि मैले खासमा हाम्रो लागि त केही त होइन तर हामीले
के पाउने त होइन तर तपाईँलाई मैले भनेको मात्रै होइन प्लिज तपाईँले उहाँलाई पक्का के भोट गर्दाखेरि तपाईँको उहाँको नाम राख्नुहोस् न बिकज इट विल बी